म तपाईहरुलाई आज हाम्रो गाउँघर करेसा बारीतिर पाउने अत्याधिक उपयोगी अति आवश्यक जडीबुटी पाखनबेत यहाँनिर यो अस्ति थियो यसको बारेमा बताउन गइरहेको छु। ल हेर्नुस्, देख्न सक्नुहुन्छ ठ्याक्क बेला भएको छ यो जरा। यसलाई भनिन्छ पाखनबेत। यो चाहिँ हाम्रै गाउँघरको वनपाखा करेसाबारी आँगनका भित्ता ढुङ्गाका चट्टानहरूमा कापबाट ढुङ्गा फोरेर उम्रने गर्दछ। यो उच्च क्षेत्रमा 2100 मिटरभन्दा माथि पाइने पाखनबेत। यसको वैज्ञानिक नाम चाहिँ वर्जिनिया पर्पुरासेन्स हो। पाखनबेतको जरा चाहिँ यो खोकी, ज्वरो, पखाला लाग्दा आदि रोगहरूमा प्रयोग हुने नामी जडीबुटी हो। हाम्रो गाउँघरतिर यसलाई अत्याधिक रूपमा प्रयोग गरिन्छ। सुत्केरी महिलाहरूलाई तन्दुरुस्तमा ल्याउनलाई पनि यसको अधिक प्रयोग गर्ने गरिन्छ। यस पाखनबेतलाई चाहिँ पिसाब नली वा मृगौला पत्थरी, मूत्ररोग, प्रमेह रोग, योनि रोग, जिउ दुख्ने, ज्वरो, पखाला, आउँ परेको, पेटमा जुका परेको, पोलेको ठाउँमा यौन शक्ति बढाउन, रगत बगेको रोक्ने, खानेकुरा पचाउन, मांसपेशी दरिलो पार्नका लागि यसको काण्ड यानि कि गानो अति उपयोगी छ। जे कुरा पनि हामीले हाम्रो शरीरलाई चाहिने ठिक्क मात्रामा मिलाएर प्रयोग गर्यौँ भने, जान्यौँ भने औषधि हुन्छ, नत्र त्यही औषधि पनि विष बन्न पुग्दछ। यो सामग्री तपाईहरुलाई चाहिँ कस्तो लाग्छ है? कस्तो लाग्छ, मन परे सेयर गरी अन्य साथीभाइहरू समक्ष पनि पुर्याइदिन सहयोग गर्न सक्नुहुनेछ। तपाईहरुलाई धन्यवाद, धेरै धेरै धन्यवाद। पाखनबेत।